चाहिँ हाम्रो क्वेशन रहेको छ 10x - 25 = 35 रहेको छ। सो हामीले फेरि लेख्छौं और 10x = यहाँ चाहिँ -25 रहेको छ = 35। अब चाहिँ यो माइनस चाहिँ उता चेन्ज हुन्छ चाहिँ प्लस हुन्छ 25 अनि फेरि और 10x = 35 + 25 गर्दा कति हुन्छ भने 35 + 25 जोड्नुस् 5 र 5 जोड्दा 10 हात लाग्यो 1 3 र 2 5 1 6 यहाँ चाहिँ 60 भयो एन्ड और अब चाहिँ x = 60/10 हुन्छ 0 र 0 काटिन्छ और x = चाहिँ हाम्रो x को मान चाहिँ 6 हुन्छ।